यो दाइले हामी दया कतारको कर्ने क्षेत्रमा छौँ। कर्ने क्षेत्र अन्तर्गतको तपाईँको यो माथिल्लो भागमा आनन्दले खेल्ने चौरहरू छ हैन, रमाइलो गर्ने, बच्चाहरू खेल्ने, परिवार बच्चा ल्याएर बस्ने यस्तो दिव्य चौर छ। घाँसे मैदान जस्तो होइन, तर सबै बनाइएको यो आफै बनाएको हो। सबै बहुतै मेहनत गर्छन् यो खुट्टाहरू हुर्काउनलाई, यताउता गर्नलाई। हामी चाहिँ अब उताबाट दुवाबाट आउँदै गर्दाखेरि यताको चाहिँ यो घर देखिएको चाहिँ रमादा होटल हो। यहाँ तक एकदम चलेको होटल छ अहिले, पहिलेदेखि नै। यो जति पनि पारिपट्टि देखिने ठुल्ठुलो टावरहरू छ होइन, त्यतातिर यो दोहामा भएका टावरहरू त एकै ठाउँमा छन्। यसरी यो दिव्य आनन्दको पार्क बनाइएको छ। पार्क जस्तो होइन, हाम्रो अब नेपालतिर भयो यसको नि फेरि टिकट लिन थालिहाल्छ, तर यहाँ चाहिँ त्यस्तो हुँदैन। पब्लिक एरिया सबै फ्री नै हुन्छ। त्यसरी यतातिर चाहिँ उँटहरू राखिएको छ, सायद उँट सवार गर्न मिल्छ होला, राखिएको चाहिँ छैन। सवारको बारेमा त होइन। अब जो मैले माथि हजुरहरूलाई देखाएको थिएँ, माथिको भाग यति नै, जति माथिको चौर छ त्यति नै तल चाहिँ फेरि त्यो पार्किङ, गाडीहरू पार्क गर्न अप्ठ्यारो नहोस् भनेर 2 तला 3 तलासम्म पार्क छ। हेरौँ यो 2 तला मुनितिर गएर हजुरलाई देखाउँछु मुनिको वातावरण कस्तो छ भनेर होइन। यसरी यो ठाउँमा यसरी जाँदै ठाउँ बनाइएको छ। फेरि निस्किने पनि ठाउँ छ भित्र। यो पार्क मात्रै नभएर सपिङ सेन्टरहरू, टोइलेट बाथरुमहरू सबै कुराहरू चाहिँ भित्र व्यवस्थित बनाएर राखेको छ। यो B1 भनेको बेसमेन्ट 1 हो। त्यसै गरी अझै एक तल जाउँ है त। बेसमेन्ट आइपुग्यौँ। यतापट्टि गएर 3 तलसम्म 3तिर नजाउँ, यहीँ गएर हजुरलाई के रहेछ यतिर कस्तो रहेछ देखाउँछु ल। यो ढोका खोलेपछि यसरी गाडीहरू राख्न अप्ठ्यारो नहोस्, माथि खेल्ने आनन्दको ठाउँ छ होइन। तलपट्टि चाहिँ जस्तो दिव्य पार्कहरू बनाएर गाडी पार्किङहरूलाई कति व्यवस्थित तरिकाले राखिएको छ। सबै सुविधाहरू छ भित्र पनि। फेरि यताबाट यता निस्किन्छु, बहुतै अर्कोबाट निस्किएको। यो चाहिँ अब म्युजियम अफ इस्लामिक आर्ट्स भन्छ। यो बहुतै चर्चित छ यो म्युजियम। पुरै समुद्रमाथि बनाइएको छ। त्यो पनि समुद्रमाथि नै छ। यो लगाउँ हिँड्ने बाटो पनि समुद्रमाथि नै भयो। यस्तो छ खुट्टाहरू। यो के भन्छ हाम्रोतिर छोक्रा भन्छ के भन्छ, त्यसकै बुट्टा हुन्छ। यो म्युजियम अफ इस्लामिक आर्ट्सको भित्री दृश्य यस्तो छ। 5 तल 3 तलसम्म जान दिन्छ। अनि भित्र चाहिँ जान दिन्न। भित्रको सबै कोठामा गएर भिडियो बनाएको छु मैले। त्यही अब यसलाई चाहिँ भिडियो त्यो सबै हाल्दा नाम हुन्छ। 3rd फ्लोरमाथि दृश्य देखाउने छ हजुरहरूलाई। यस्तो छ यो। माथिको सिसाको ब्रिज जस्तो छ जान्दै पारी देखिएको छ। अब यहाँको विशेष ठाउँ सिटी सेन्टर पनि छ होइन। ठुल्ठुलो टावरहरू, त्यहाँ होटलहरू पनि राम्रो होटलहरू छ। यतापट्टि चाहिँ सानो एउटा आइल्यान्ड छ, त्यो टावर जस्तो देखिरहने। अहिले जाने पनि समय भयो भने त्यहाँबाट नि अब उलो गएर देखाउँछु हजुरलाई। यस्तै छ हजुर, साथीभाइ छैन, अब एक्लै हो।
थियो अनि यसो उठ्न आएको यतातिर थोरै दृश्य यी हजुरहरूलाई पनि देखाइदिउँ भनेर। यहाँ फेरि पार्कभित्र हिँड्नलाई अप्ठ्यारो हुने बुढाबुढीका लागि पनि चार्जेबल गाडीहरू हुन्छ, त्यसमा चलाउने अप्ठ्यारो पनि राखिदिएको हुन्छ। त्यो फ्री हो, फेरि पैसा पर्दैन, सब फ्री हो। यो त्यो म्युजियममा गएको पनि जो स्पेसल अब टुरिस्टकै हिसाबले आएकोले चाहिँ टिकट लिन्छ। रेसिडेन्स कार्ड भनेको यतातिर रेसिडेन्स कार्ड भएको मान्छेलाई चाहिँ टिकट लिँदैन। धेरै ठुलो क्षेत्र छ यो होइन। अब सबै ठाउँमा त एकै दिनमा पुगेर 7 दिन लाग्दैन। आज थोरै यताको भोलि पर्सि फुर्सद भयो भने फेरि अर्को ठाउँमा पनि हजुरलाई अवलोकन गर्नेछु। मैले सकभर वातावरण बनाउने प्रयास गर्नेछु। यी सबै यी बुट्टाहरू सबै बहुतै मेहनत गरेर बहुतै पानी लगाएर जोगाएको चिजहरू। यहाँ भुइँमा फेरि थोरै फोहोर हुने बित्तिकै सफा गरिहाल्छन्, कति सफा बनाएर